हेलो ए के गर्छ र त पाउने हैन ल आइ त बस आइ मकै भएपटे छिटो आइ है ल ल म फोन राख्छु त नकर के तेरे उता के नकर भन्छु नकर न गर कति त बडी गुरु भने कता गर त फिल्ममा पो सिरियलमा पो डाइरेक्टरले जे गर्छ जस हिरोनी भएर हिरोनी जस्तै गरेर हिन्दी फिल्ममा नि एक्टिङ गर्न पाइयो नेपालीमा नि गर्न पाइयो अब नयाँहरू त त्यस्तै त हो नि अब पुरानो जति चाहिँ नयाँहरूले अहिले त्यति रेस्पेक्ट गरेर बोल्दैन घमण्ड चाहिँ त्यो हुन्छ हामीमा किनभने हामी यिनीहरूभन्दा सिनियर कलाकार हो हामी किन झुक्ने यिनीहरूसँग भन्ने त्यो घमण्ड चाहिँ हामीमा पनि हुन्छ क्या त्यो चाहिँ एउटा फिल्ममा त मैले हिरोनिकै त गरेँ नि मैले त्यो फिल्ममा मलाई हिरोनी नै गल्छ नि जे अब नमस्ते म गीता अधिकारी छु मिलाप क्रिएसनमा आइसकेको छु आज हामीसँग सधैँ एकजना मात्र गेस्ट हुनुहुन्छ आज हामीले दुईजना गेस्टलाई लिएर आएको छौँ को हुनुहुन्छ तपाईँले थाहा पाइहाल्नुहुनेछ नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय गर्दै आउनुभएको साथै थुप्रै विज्ञापनहरू र टेलिसिरियलहरूमा पनि उहाँहरूलाई देख्न सकिन्छ एकदमै राम्रो कलाकार प्लस दुईजना चाहिँ एकदमै गुड फ्रेन्ड हुनुहुन्छ उहाँहरू हजुर बिमला गिरी र शर्मिला शर्माज्यू हामीसँग हुनुहुन्छ स्वागत गर्छु म दुईजनालाई नै स्वागत छ दुईजनामा नमस्कार अनि केमा बिजी हुनुहुन्छ आजभोलि अहिले म चाहिँ अति भयो सिरियलमा बिजी छु अहिले लकडाउन भए पनि अलिअलि यसो फिल्म खेलेर मनोरञ्जन गर्न नसके पनि सिरियल खेलेर मैले पनि त्यही हो मेरो पनि फिल्महरू त अब चल्ने माहौलले गर्दाखेरि अहिले फिल्मको त उनी भएन होइन अब सबै फिल्महरू लाइनमै बसेका छन् होइन अब कहिले त्यसको इन्तजार धेरै गर्न बाँकी छ फिल्म सकेर बसेको त्यसबाट अहिले चाहिँ हालसाल मैले एउटा सिरियल गरेँ डकुमेन्ट्री टाइपको अनि एउटा गीत गरेँ यो लकडाउनभरि अनि त्यही हो त्यही कामहरू फटाफट आउँछ त्यही काम गरेर बस्यो त्यस्तै नै भइरहेछ हजुर अब लकडाउनभरि 7-8 महिना चाहिँ के कुरा सबभन्दा बढी मिस गर्नुभयो अब त्यतिखेर त कुरै नगरौँ के कुरा मिस गरिन होला त त्यतिखेर त म त्यो घरभित्र बस्दा यति पट्टाइ लाग्यो त्यो घरको सेपले गर्दाखेरि पुरै शरीरै सुन्नेको जस्तो टाइपको के एनर्जी नभए जस्तो टाइपको के भयो बाहिर साथीभाइहरूलाई धेरै मिस गरियो होइन आफ्नो कामहरूलाई मिस गरियो कति कुराहरू मिस गरे नि अब त्यो त कल्पना पनि गर्न सकिँदैन अब त्यस्तो समय पनि आउँदो रहेछ भनेर हामीले सोचेको थिएनौँ होला तर यो समय पनि हामीले देख्यौँ कि हाम्रो पालामा हामीले के देखेनौँ भन न अब भुइँचालो देखेनौँ कि कोरोना देखेनौँ कि होइन अब जस धेरै कुराहरू देख्यौँ हामी घरमा पनि थियौँ होला र त देख्यौँ त अहिले अनि तपाईँले सुटिङमा गएको कुराहरू पनि धेरै मिस गर्यौँ म त यो लकडाउनले त एकदमै पीडितै भएँ म त सबैले पीडित म त अरू त लकडाउन भित्र बसेर पीडित हुनुभयो होला म त घरभित्र बसेर पीडित भएँ कि मुखभरि जनै खटेर आएर होइन यत्रो मुख सुन्निएर चम्चाले खाना खानु पर्ने भएर होइन त्यस्तो भयो क्या म त अझै पनि दागहरू अझै गएको छैन होइन यसले कहिले काहीँ फोन गरेर के छ तेरो हालखबर भनेर कहिलेकाहीँ चाहिँ होइन कि प्रायः कुरा भइरहन्छ कहिलेकाहीँ चाहिँ एउटा बेसमेन्ट भएको नाताले कहिलेकाहीँ चाहिँ नभन्ने क्या यस्तो त अब अरू बेला भनेको कुराको जतिखेर पनि कुरा भइरहेको थियो अब यस्तो बेला त म धेरै बोल्न सक्दैन थिएँ बोल्न नसक्ने भएपछि उसले अब बिहान गऱ्यो नि बेलुका गऱ्यो नि भोलिपल्ट त्यस्तो गरेर सोधिराखेको सत्तुरा पनि नआउँछ भनेको मान्छे जन्मेपछि एकचोटि आउँछले नमरुन्जेलसम्म भन्ने सुने मलाई त पहिला बच्चामा आयो भने थाहा छैन मलाई है मलाई यसले त्यसो भनेपछि मलाई एकदम डर लागिरहेछ फेरि यो जुन घाँटीमा बेरेर आयो नि त्यो बेर्यो भने चाहिँ मान्छे रहँदैन भन्छ कि झन् साह्रो म त रुन्थेँ होइन हुन्छ कि तर त्यो जना खटेर पनि त्यस्तो डेन्जर हुँदो रहेछ क्या अब बुढापाकाले भनेको कुरा त धेरै मिल्छ नि त त्यही एकदमै नि रुने के पोल्ने रहेछ भतभती अनि एकदम रुने के खाना केही नहुने तर अब अहिले ठिक छ अहिले त्यसको दागहरुमा चाहिँ सरी तपाईले ठिक भइसक्यो तर मान्छेले अलिक तर्साइदे यस्तो भएपछि अब शर्मिला त्यो फेरिको तिम्रो पहिलाको जस्तो अनुहार नहोला कि दाग बस्ला कि पुरै भन्थे तर गइसक्यो अब लकडाउनले चाहिँ धेरै कुरा सिकायो अरे मान्छेले धेरै तपाईले चाहिँ के कुरा सिक्नु भयो मैले त के कुरा सिकेँ भन्दाखेरि जनै खटेराको अनुभव गरेँ अनि त्यसपछि यसो घरमा चाहिँ धेरै रमाइलो पनि भयो अलिकति दुःख पनि भयो रमाइलो पनि भयो नाच्यो फ्यामिलीसँग बस्यो पनि हैन त्यो टाइममा बस्यो। अनि दिदीले चाहिँ के सिक्नु भयो
मैले के कुरा सिकेँ भनेदेखि होइन एउटा हामी जति पनि हामी काम रात दिन मेहनत गरेर यो मलाई चाहियो त्यो चाहियो यो चाहियो भनेर हामी जति पनि दौड गर्छौँ नि तर यो अहिले सम्झिँदाखेरि केही होइन रहेछ कि जुन यो कोरोनाले त्यो पाठ सिकायो क्या एउटा मान्छेलाई जतिसुकै सम्पत्ति भए पनि त्यो सम्पत्ति के काम लाग्दो रहेछ र मान्छेहरूसँग कस्तो कस्तो गाडीहरू थियो होला भन्नु न त्यो गाडीहरू चढेर हिँड्न पाए थियो आखिर उनीहरू डरले एउटा कोठाभित्र थुन्नेर बस्नु पर्यो होइन अब त्यो न सम्पत्तिको माया भयो मान्छेलाई न त्यो गाडीको लोभ भयो होइन एकदम आफ्नो शरीर म कसरी बाँच्ने मलाई ला केही पो भइहाल्छ कि भनेर त्यस्तो गरेर मान्छेहरू बसे होइन अनि त्यो भएको भएर यो सम्पत्ति भन्ने कुरा आफूलाई बिहान बेलुका खाना ठिक्क पुगोस् होइन दौडधुप गर्नुलाई चाहिन्छ त्यो पनि नपाइ पनि हुँदैन होइन तर मैले चाहिँ सिकेको कुरा भनौँ न यो कोरोनाले चाहिँ मलाई चाहिँ त्यो कुराहरू सिकायो जस्तो लाग्यो क्या मैले चाहिँ त्यो पाठ सिकेँ क्या मैले चाहिँ आखिर बङ्गलाई भए पनि के काम लागेर ऊ नै भए पनि के काम लाग्यो भने जस्तो मलाई चाहिँ त्यो फिल हिँड्न नपाउने चढ्न नपाउने भएपछि त कामै भएन नि जति सम्पत्ति भयो भने कामै भएन तरमै ठिक रहेछौँ कि ठिक छ नि हामी एकदम रमाइलो कुराकानी भइरहेछ एकदमै दुईजना बेस्ट फ्रेन्ड त हुँदै हुन्छ दुईजना एकदमै फ्रेन्क हुन्छ त्यो हिसाबले पनि रमाइलो कुराकानी भइरहेछ मैले अलिकति सिनेमा क्षेत्रभित्र प्रवेश गरेँ होइन सिनेमा क्षेत्रमा चाहिँ कसरी प्रवेश गर्नुभयो मैले पहिला तपाईँबाट बिमारीबाट मलाई पहिल्यैदेखि मलाई इच्छा थियो मेरो जन्म चाहिँ मणिपुरमा भएको मणिपुरबाट पछि हामी झापा आयौँ झापाबाट पछि पछि अब खालि फिल्म खेल्ने इन्ट्रेस्ट 14-15 वर्षको उमेरदेखि मलाई त्यो भूत चढे जस्तै म खासै मैले भन्नुपर्दाखेरि म इन्डियामा जन्मिएको भएर मलाई नेपालको चाहिँ खासै फिल्महरू त्यति उठेन क्या मलाई चाहिँ इन्डियनहरू हिन्दी फिल्महरूबाट चाहिँ म अलिकति प्रभावित भएको थिएँ भनौँ न अनि त्यसले गर्दा अनि पछि नेपाल आएपछि त हेऱ्यो फिल्महरू मैले त्यतिखेर भुवन केसी करिश्माहरूको फिल्महरू म पनि अब ठुलै भए पनि मैले जस इन्डियाबाट आएपछि मैले उनीहरूको फिल्महरू हेरेँ गौरी मल्लहरूको होइन अनि मलाई पनि यसरी फिल्ममा खेल्न पाए हुन्थ्यो यस्तो गर्न पाए हुन्थ्यो है जान पाए हुन्थ्यो भन्थेँ अनि म चाहिँ अलिकति नक्कली टाइपको भनौँ न मान्छे ऊ भए पनि अलिकति लिपस्टिकहरू लाउने या टिकाहरू लगाइहाल्ने खालको त्यस्तो खालको गाजरहरू लाउने त्यस्तो खालको गर्थेँ अनि मलाई गाउँमा पनि भन्थेँ त राम्रै छ जा फिल्म खेल्न जा त हिरोनी हुन्छस् भन्थेँ क्या त्यस्तो भन्दा भन्दै अब आफूले त्यो मनमा एउटा जागेको इच्छा हुन्छ नि त्यो इच्छालाई मैले मार्न नसकेर चाहिँ अनि पछि बिहा गरेँ त्यतिकै अब कोही थिएन आफ्नो चिनेको नातागोता अनि सानैमा बिहा गरेर म धरान गइसकेपछि अनि बनी प्रधानहरूसँग भेट भएर अनि जस मेरो गुरु चाहिँ भन्नुपर्दाखेरि फिल्म क्षेत्रमा आउँदाखेरि बनी प्रधान हुनुहुन्छ पहिलाको डाइरेक्टर पछ्यौरी भन्ने तर मैले सानो रोल गरिरहेको छु कि त्यसमा चाहिँ अब लामो ठुलो छैन सानो रोल गर्दै गर्दै आएको हो म अब बच्चाहरू पनि सानो भएकोले गर्दा बच्चाहरूलाई पनि टाइम दिनु पर्यो यता फिल्मलाई पनि टाइम दिनु पर्यो होइन घरमा गर्ने हेरिदिने मान्छेहरू नभएपछि त गाह्रो हुन्छ नि त तर त्यो बेलाको समय सोच्छु म त्यो बच्चाहरूलाई सँगसँगै हुर्काउँदै उनीहरूको लालन पोषण स्कुल होइन त्यो गर्दै 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 म अहिलेसम्म यो फिल्म क्षेत्रमा आएर टिक्नु भनेको म आफूलाई एकदम म ठुलो भाग्यमानी सम्झिन्छु क्या म त्यो त्यसमा चाहिँ मलाई एकदम गर्व लाग्छ क्या मान्छेहरूले भगवान् कहाँ टिक्न सक्छ मान्छे एउटा घरको सपोर्ट नभइकन होइन अब घरको पनि सपोर्ट भयो हामीलाई त्यो नभइकन त कहाँ टिक्न सक्छ 2-4वटा खेलले हरायो हामीसँग कतिजना साथीहरू सबै हराएका छन् अब अहिलेसम्म जे भने 2-4जना मान्छेहरूले बिमला गिरी शर्मिला शर्मा भनेपछि त चिन्ने मान्छेहरू छ नि त्यतिखेर हामी हराएको भए को हुन्थ्यो क्या त्यो भएको भएर आफ्नो इच्छालाई मार्न नसकेर चाहिँ यो ठाउँसम्म आइपुगेँ म त्यसरी मेरो चाहिँ फिल्म करियर चाहिँ त्यसरी सुरुवात भएको महजोडीदेखि लिएर थुप्रै महजोडी र सन्तोष बन्त सरकोमा चाहिँ अब हेरिन्थ्यो होइन उहाँहरूदेखि हामी एकदम ऊ भएको थियौँ तर उहाँ त्यहाँ पुर्याउने चाहिँ मेरो उही हो है मलाई किनभनेदेखि हिजो आज कुरामा पहिला ऊ गई होइन मेरो कुरा गरी म गएको ठाउँमा मैले उसको नाम कुरा राख्थेँ ऊ गएको ठाउँमा मेरो कुरा राख्थेँ त्यति दुईजना त्यति सपोर्ट र अहिलेसम्म पनि हाम्रो त्यो सपोर्ट कायमै छ अनि कहिले मात्रै अब म गर्न मन लाग्दैन भन्यो अनि म आफू हिँड्यो अब एउटा सिङ्गल आइरहेको हुन्छ नि त अनि उसलाई गर्न मन लाग्दैन भने म हिँड्न त्यस्तो भएर अहिले हामी अलिकति फाटेको छौँ होइन नभएदेखि हाम्रो अहिलेसम्म त सबै ठाउँमा नै अब दुवैजनालाई सुट हुन्छ भन्ने नै हुँदैन क्यारेक्टर रोल नै गर्छौँ हामीले धेरै जस्तो भाउजू आमा दिदीकै रोल गर्छौँ हामी होइन त्यो कारणले गर्दा अब सबै ठाउँ उतै भाउजूको रोल छ अथवा मलाई कुनै दिदीको रोल छ यस्तो आमाको रोल यस्तो भयो भने चाहिँ हामी दुवैजना सँगै हुन्छौँ धेरै जस्तो होइन भने चाहिँ अब एउटै छ भने त दुईजनालाई नै राखा भन्ने अस्ति हामीले जीवन चक्रमा त हामीले गऱ्यौँ मेरो जेठानी म देउरानी भएर गऱ्यौँ हो त्यस्तो क्यारेक्टरहरू मिल्ने अब दुवैजना दिदी बहिनी सौताको रोल पनि गऱ्यौँ अब कसैमा अब ठोकमा मादल ठोक हाम्रो दमनजीले बनाउनु भएकोमा सौता गऱ्यौँ
अनि अब जस कुनैमा गरे हो, दिदी धेरैमा बहिनीको रोल पनि गरे गरेका छौँ, हामी। कुनैमा भाउजू बुहारीको रोल पनि गरेका छौँ जस्तो सँगै धेरै जस्तो हजुर। सँगै हुन्छौँ अब सबैमा सँगै हुनुपर्छ भन्ने पनि छैन होइन त्यो मिल्दैन भने मिल्दैन पनि अब ऊ गएको ठाउँमा म कुनैमा म मिल्छ कुनैमा ऊ मिल्छ त्यस्तो हुन्छ म गएको ठाउँमा उसलाई हुन्छ ऊ गएको ठाउँमा मलाई हुन्छ अब सबैमा मिल्छ भने सबैमा जोडी भए पनि जानै पर्छ भन्ने पनि छैन त्यस्तो तपाईँ चाहिँ कसरी तानिनु भयो सिनेमा क्षेत्रतिर मनी लगायो मनी लगायो फिल्म त अब सानैदेखि नै हेर्थ्यौँ अब जति पनि नेपाली फिल्महरू चल्दाखेरि त पहिला त पूर्वैबाट चल्ने हो झापा मोरङबाटै चल्ने हो मेरो माइती चाहिँ मोरङ हो मोरङमा जन्मिया अनि उर्लाबारी दमकतिर नेपाली फिल्महरू धेरै जाँदाखेरि अब म पनि त्यस्तै कारणवश अब काठमाडौँ आउँदाखेरि यहाँ अब चिनजान भयो धेरै वरिपरि फिल्म खेल्ने दिदीहरू हुनुहुन्थ्यो अनि उहाँहरूले चाहिँ भन्नुहुन्थ्यो ल शर्मिला फिल्म खेल्नुपर्छ तपाईँले पनि भन्नुहुन्थ्यो अहिले म अस्ट्रेलियामा हुनुहुन्छ रजनी दिदी भन्ने उहाँले चाहिँ खेल्नुपर्छ दिदी शर्मिला भन्नुभयो हजुर अनि त्यस्तै अब के रोल खेल्न सकिन्छ होला हामी जस्तोले भन्ने हुन्थ्यो त्यसै अलिअलि यसो मेहनत हो त्यो मेहनत फाटाफुटा यसो एकछिन दुईछिन खेल्न पुग्दै सन्तोष दाईकोमा पुगेँ कि सन्तोष दाईकोमा पुगेपछि त एक दिन एक भाग खेलेर आयो अर्को दिन अर्को भाग गर्दा गर्दा आफूलाई पनि अलिकति मन चाहे फिल्म बढ्दै गयो, इच्छा बढ्यो बढ्दै इच्छा गयो। लाग्दै गयो अनि त्यसपछि दाईले एकदम राम्रो रोल गरेर दिनुभयो गरेँ त्यसपछि हरिदाई मन दाईले एउटा हाम्रो जेनी कुमार नायिका हुनुहुन्छ उहाँको बर्थडेमा भेट भयो पुरा राखेँ मैले मन दाईलाई मन दाई हजुरहरूसँग मलाई पनि खेल्न एकदम इच्छा छ भनेर पुरा राख्दाखेरि उहाँहरूको एसएलसी भन्ने सिरियल आइरहेको थियो त्यसमा पुऱ्याउनु भयो गएँ एकछिन गरेर आएँ अनि अर्कोमा फेरि हरिबहादुर मदनबहादुर बन्दैछ भन्ने कुरा त सुनेको थिएँ अब हेर्नु पनि हेरिरहेको मैले पनि हेरिरहेको थिएँ अनि पछि त्यसमा अफर आयो मलाई हाम्रो मुलाको साग दाईले चाहिँ फोन गर्नु मलाई शर्मिला एउटा रोल छ खेल्ने होइन हरिदारकामा भन्नु पनि ओहो दाई किन नखेल्ने खेल्ने नि अब होइन पुरा राखेर भेट भएर कुरा गरिरहेको छ भने दाई किन नखेल्ने खेल्ने भनेर भन्दाखेरि त्यसमा मैले गजबको रोल पाएँ क्या लाउरेनी त्यो धेरै हिट पनि भयो त्यो कार्यक्रम लाउरेनीको रोल पाएँ मैले लाउरेनी पछि धेरै दाईहरूसँग मैले खेलेँ धेरै दाईहरूसँग खेलेँ थुप्रै खेल्यौँ नि है थुप्रै खेलेँ त्यसमा लाउरेनी मेरो एकदमै राम्रो भयो हिजोआज कुराबाट त्यसै शर्मिला भनेर चिनेको थिएँ भने झन् हरिदाई मनदाईकोबाट लाउरेनी भनेर झन् चिनेँ कि म अब सिनेमामा प्राय क्यारेक्टर रोल पोस्टरकै कुरामा पनि अब उनीहरूको चाहिँ डाङ ठुल्ठुलो फोटो होइन क्यारेक्टर रोल गर्ने कतै पनि छैन पब्लिसिटीमा पनि त्यसै गरी माइनस गरिएको हुन्छ अनि इन्टरभ्यूदेखि लिएर हरेक कुरामा किन होला यो चाहिँ जस्तो अब एउटा क्यारेक्टर रोल गर्ने त झन् अब लिड रोल मात्रै काम त हुन्थ्यो नि जब क्यारेक्टर रोलै छैन भने त त्यो त मोस्ट इम्पोर्टेन्ट हो नि त सिनेमाको लागि उहाँहरूले के सोच्नुहुन्छ खालि छोराछोरी भएर मात्रै फिल्म चल्छ भन्ने सोच्नुहुन्छ कि त्यो फिल्ममा सबैजना पात्रहरू हुन्छ नि त होइन सबैजनाको उत्तिकै भूमिका हुन्छ होइन अलिकति हिरो हिरोइनले अलिकति उनीहरूले अब छोराछोरीको अलिकति बढी हुन्छ त्यो आफ्नो ठाउँमा छ होइन उनीहरूले अलिकति बढी मनोरञ्जन गर्ला नि त्यो आफ्नो ठाउँमा छ होइन तर आम बाउको पनि त्यत्तिकै हुन्छ तर आम बाउलाई उनीहरूले किन अगाडि बढाउँदैनन् त्यो चाहिँ उनीहरू नि जान्नु त्यो यस्तो हो तपाईँले भन्नुभयो पत्रकार त्यो मिडिया भन्दा पनि युनिटको एज अ प्रोड्युसर डिरेक्टरको काम हो त्यो जस्तो उनीहरूले प्रेस मिट गर्छ अथवा इन्टरभ्यूको लागि बोलाउँछ भने त क्यारेक्टरहरू त को बोलाउने भने त्यो त पत्रकारले चुज गर्दैन नि त फिल्म होइन यस्तो हुन्छ नि त गएको ठाउँमा त कति ठाउँमा त क्यारेक्टर रोल अब मै परेको छु त्यस्तो ठाउँमा हामीलाई वास्ता गरेको छैन नि त आफूलाई परेको कुराहरूलाई भनिन्छ नि त होइन अब मैले कस्तो राम्रो राम्रो फिल्महरू गरिरहेको छु अब पहिला पहिला होइन अब त्यो फिल्महरू हेर्दा त अब एउटा फिल्ममा त मैले हिरोनिकै त गरेँ नि मैले त्यो फिल्ममा मलाई हिरोनी नै गन्छ नि जे अब विपना रेखा भए पनि होइन हो त्यस्तो त्यस्तो हामीले काम गर्दा पनि हामीलाई उनीहरूले वास्ता गरेन अलिकति त्यो मिडियाले चाहिँ अलिकति हिरो हिरोइनलाई मात्रै फोकस गरिदिने भयो होइन हिरोइनहरूलाई मात्रै अनि अब त्यो फिल्म हेर्नुभयो भने अब थाहा पाउनुहुन्छ होइन मेन क्यारेक्टर रोलै मेरो भएकोले गर्दाखेरि होइन त्यस्तो त्यस्तो हुन्छ अलिक पत्रकारहरूले पनि अलिकति तपाईँले यो फिल्म यस्तो गर्नु खेल्नु भएको छ तपाईँको के छ भनेर अलिकति चासो लाएर होइन सोध्दैनन् क्या सोधिँदैनन् हामी त त्यहाँ गयौँ भने त मुख फटाएर हिरोइन कता छ नि हिरो कता छ त्यतातिर कुन्दातिर लाग्छ नि के त्यो पनि हो अब डाइरेक्टर प्रोड्युसरहरूले पनि क्यारेक्टर रोल गर्ने आमाहरूको पनि इन्टरभ्यू लिन पर्यो उहाँहरूको पोस्टर राखिदिन पर्यो भनेर उहाँहरूले भन्नु न अब हिरो हिरोइनहरूलाई मात्रै राख्दा उहाँहरूको टी सर्ट र हाफ प्यान्टले मात्रै फिल्म चल्छ जस्तै गर्नुहुन्छ अब के गर्ने त अब अरू त क्यारेक्टरहरूलाई चाहिँ सधैँ वास्ता गरिएको छ पहिला पनि थिएन अहिले छन् के क्यारेक्टर खेल्नेहरू त्यही भएर अहिले धेरै मन मरेर आउन थालेको कारण चाहिँ त्यो पनि हो क्या फिल्म इन्डस्ट्रीमा कति हामीले योगदान गरेको छौँ नि होइन तर पनि अब हामी पछाडि छौँ क्या हामीलाई कसैले पनि उ गर्दैन होइन त्यो भएको भएर धेरै दुःख लाग्छ जस्तो यो विषयमा त तपाईँले पनि भन्नुभयो होला नि त जो
फिल्म युनिट होइन मेन भनेको डिरेक्टर प्रोड्युसर हुनुहुन्छ उहाँहरूलाई पनि त्यस्तो कुरा गर्दा के रेस्पोन्स गर्नुहुन्छ उहाँहरूलाई चाहिँ नबोली नै कुराहरू केही पनि आउँदैन उहाँहरूको त्यो सुनेको नसुने जस्तो एकाले सुन्नुहुन्छ एकाले उडाइदिन्छ कुनै डाइरेक्टरहरूले चाहिँ राखिदिनु पनि हुन्छ अब उहाँहरूले चाहिँ आमाहरूको पनि चाहिन्छ है यस्तो पोस्टरमा भनेर अब अरूहरूको ठुलो छ भने हामीले सानै टाउको भयो भने यसो राखिदिनुहुन्छ नत्र प्रायः जस्तो कसैले पनि राखिदिनुहुन्न अहिले पोस्टरमा त्यस्तो आमाहरूको त होइन अब उहाँहरूले के भन्नुहुन्छ भने एउटा कुरा फेरि अहिलेको यो नयाँ जेनेरेसन अहिलेको यो जुन नयाँ यो छ नि हो उहाँहरूले चाहिँ त्यस्तो राख्यो भने फिल्म हेर्दैन त्यति मन पराउँदैन त्यो पुरानो स्टाइल भयो भनेर हिरो हिरोइनीको मात्रै राख्ने कारण चाहिँ त्यो रहेछ क्या त्यसो भन्नुहुन्छ अब जस्तो तपाईँले त नयाँहरू पनि धेरैजनासँग काम गरिसक्नु भएको छ दुईजनाले म शर्मा दिदीलाई नै पहिला सोध्न चाहेँ जस्तो अब पहिलादेखि अब अहिलेसम्म नयाँ पुरानो सबैसँग काम गर्दाखेरि चाहिँ जस्तो त्यो सुटिङको माहौल अनि उनीहरूको बिहेभ कस्तो हुन्छ कस्तो देख्नु भएको छ पुरानोहरूसँग काम गर्दाखेरि पुरानो दाइ दिदीहरूसँग अब जस्तै हिरो हिरोइनसँग काम गर्दाखेरि धेरैजना चाहिँ राम्रै हुनुहुन्छ राम्रो गर्नुहुन्छ उहाँहरूले हो बहिनी भन्नुहुन्छ कसैले दिदी भन्नुहुन्छ राम्रै गर्नुहुन्छ अब नयाँहरू त त्यस्तै त हो नि अब पुरानो जति चाहिँ नयाँहरूले अहिले त्यति रेस्पेक्ट गरेर बोल्दैन उनीहरूलाई नै हामी चाहिँ बोल्न जानुपर्छ जस्तो गर्छन् कि अहिलेको चाहिँ पुरानोहरू त बोल्नुहुन्छ उहाँहरू हामी क्यारेक्टर रोल खेल्ने त यिनीहरू त कोही पनि होइन यिनीहरू त कलाकारै होइन जस्तो सोच्छन् कि अहिलेको नयाँ आउने कस्तो फिल हुन्छ जस्तो अब सिनेमा क्षेत्रमा यति धेरै योगदान गर्नुभएको छ होइन जस्तो उहाँहरूले त्यस्तो भनेर मिडियाले पनि तपाईँले भनेअनुसार त्यस्तो व्यवस्था गरिराख्दा चाहिँ कस्तो फिल हुँदो रहेछ नरमाइलो लाग्छ नि हामी चाहिँ एउटा कलाकारै होइन कि जस्तो लाग्छ होइन यिनीहरू मात्रै कलाकार छ यिनीहरू मात्रै आएको रहेछ भन्ने हुन्छ अनि तर हामीलाई एउटा मनभित्र चाहिँ के लाग्छ भने मलाई एउटा घमण्ड चाहिँ त्यो हुन्छ हामीमा किनभने हामी यिनीहरूभन्दा सिनियर कलाकार हो हामी किन झुक्ने यिनीहरूसँग भन्ने त्यो घमण्ड चाहिँ हामीमा पनि हुन्छ क्या त्यो चाहिँ हुन्छ अब हामीले अहिले पुरानोहरूलाई हामीले निर्साहरूसँग काम गरियो होइन मैले त उहाँसँग दुईवटा फिल्म एउटा बहिनी भएर गरेँ एउटा बुहारी भएर गरेँ होइन उहाँहरूलाई अब गौरी मल्लहरूलाई करिश्मासँग चाहिँ मैले गर्न चाहिँ गरेँ मैले फिल्म एउटा नायक भन्ने होइन त्यसमा सानो रोलै गरिरहेको थिएँ तर भेट भएन होइन तर अरू बेला भेट हुँदा अहिले अब मजाले बोल्नुहुन्छ उहाँहरूले हामीले इज्जत गर्नुपर्छ नि त किनभने हामीभन्दा एजमा हामी उनै भए पनि हामीभन्दा त अगाडि आउनुभएको हो नि त होइन फिल्ममा अनि हामीले अब नमस्ते गरेनौँ भने के हुन्छ हामी गएर टिपिक गरेर बस्यौँ भने उहाँहरूको मनमा त अलिकति पर्छ नि त होइन अब वसुन्धरा दिज्यू भयो भुवनचन्द्र दिज्यू उहाँहरूलाई त हामीले इज्जत गर्नुपर्छ नि त हामीले त चिनिन्छ नि त कलाकार हामीलाई चिन्दैन नि त मान्छेले कलाकार फल्ना कलाकार हो भनेर त चिन्नु पर्ने होइन त्यो नमस्ते गर्दा दुई त हात जोड्दैमा त कोही सानो हुँदैन नि होइन हामीले नमस्ते मागेको होइन हामीलाई गरून् भन्ने होइन कि तर एउटा संस्कार भन्ने कुरा सिकुन् भन्ने कुरा हो क्या हामीलाई गऱ्यो भने उनीहरूलाई पनि नयाँ आउने जेनेरेसनहरूले गर्छ नि त भोलिको दिनमा यस्तो कुरा चाहिँ अब जस्तो हामी एउटा 1 महिना 1.5 महिनाको सुटिङमा जान्छौँ नि प्याकेजमा जस्तो जाँदाखेरि चाहिँ त्यो मेन डाइरेक्टर प्रोड्युसरले चाहिँ जाँदाखेरि यो टिमलाई चाहिँ एउटा मिटिङ बसेर ल है तपाईँहरू चाहिँ यति हाम्रो यो परिवार जस्तो भएर हामी चाहिँ काम गर्न जान्छौँ यति चाहिँ टिम चाहिँ एकदम रेस्पेक्ट तरिकाले सबले इज्जत गरेर बोल्नु पर्यो काम गर्नु पर्यो यसरी भनेर एउटा टिमले चाहिँ जाने बेलामा मिटिङ बस्यो भने अलिकति त्यस्तो पनि राम्रो हुन्छ कि त्यो पनि हो त्यो पनि त्यस्तो पनि हुन्छ है त्यो पनि हो अब हामी थोरै रमाइलो कुराकानी पनि गर्छौँ किनकि आजको रमाइलो माहौल छ सिनेमाको कुरा त सधैँ आइराखेको होइन कामको कुरा सधैँ आइरहेको एज अ गुड फ्रेन्डको नाताले जस्तो दुईजनामा अलिकति रमाइलो कुराहरू पनि हुन्छ एकदम दुईजनामा चाहिँ यस्तो एकदम तपाईँहरूको गाढा फ्रेन्डसिप चाहिँ कसरी भयो हुन्छ नि पहिला त अब चिन्जान भएपछि त सुटिङकै क्रममा भेट भयो हाई हल्लो भयो एउटा अञ्जली भन्ने सुटिङमा भेट भएको हाम्रो डाइरेक्टर तीर्थ थापा दाइ हुनुहुन्थ्यो अनि हामी के अरे यो सावित्री सर्जन होइन त्यहाँ भेट भएको उसँग चाहिँ म अनि त्यहाँ फिल्ममा काम गऱ्यो जस 2-3 दिन चाहिँ लगातार गऱ्यो खोइ त्यसो भएरै अब खोइ अब मन मिल्दै गएर त होला नि होइन त्यसपछि अब जेलस हुँदैन जस्तो अब एउटै फिल्डमा छ होइन अब कहिलेकाहीँ हुन्छ नि होइन कतिपय सिनहरूमा त्यस्तो पनि भएन मेबी सिनेमा आउँदाखेरि जस्तो सपोज उहाँको चाहिँ अलिकति राम्रो एक्टिङ भएर फलानु चाहिँ राम्रो गर्यो है तपाईँको चाहिँ थोरै त्यो होइन मैले त सेमै गराएको थिएँ त्यस्तो टाइपको कहिलेकाहीँ कुराहरू आउँछ दुईजनामा त्यस्तो भएको छैन त भएको छैन
उसले गर्छ मेरो मैला गरेर यस्तो हुन्छ क्या मान्छेको आफ्नो आफ्नो स्वभाव मान्छेले बदल्न सक्दो रहेनछ होइन अब उसको आफ्नै पाराको एक्टिङ छ होइन मेरो आफ्नै पाराको एक्टिङ छ होइन त्यो चेन्ज गर्नै नि सकिँदो रहेनछ क्या त्यो कुराहरूलाई होइन म चेन्ज भन्नाले अब उसलाई सुहाउने क्यारेक्टर उसले पाउँछ मैले सुहाउने क्यारेक्टर मैले पाउँछु होइन अब फिल्ममा 2-4वटा फिल्ममा बढी मैले गरेको होला 2-4वटा सिरियलमा बढी उसले गरेको होला होइन त्यो ऊ छ तर हाम्रो त्यस्तो जेलर त्यस्तो चाहिँ कहिले मैले गरिरहेको छु त अब के गर्ने त नम्बर म गर्छु आफ्नो आफ्नै भाग खाने हो एउटै फिल्ममा बोलायो भने उसले आफ्नो काम गर्ने हो मैले आफ्नो काम गर्ने हो अब उसलाई अलिकति उ गर्नुपर्छ मलाई अलिकति त्यो हुँदैन कहिले उसले धेरै खाला कहिले मैले थोरै खाउँला एकदमै मन नपर्ने बानी चाहिँ के हो 2-3 टा भनिदिनु न उहाँको जस्तो यो बानी चाहिँ चेन्ज गरे हुन्थ्यो है भन्ने टाइपको त हुन्छ नि यसको चाहिँ कस्तो लाग्छ भने कुनै पनि कसैलाई केही भन्नु छ केही गर्नु छ भनेदेखि पहिला अलिकति सोच्नु चाहिँ उसले पनि सोचिरहेको हुन्छ होइन तर कहिलेकाहीँ चाहिँ यसो गर्दाखेरि ऊ पनि मन नपरेको कुरा चाहिँ अगाडि नै भन्छ ऊ पनि होइन अब हाम्रो चाहिँ अहिले 20-22 वर्ष भइसक्यो ततरमा भन्दै बोल्यौँ अब अहिले उसलाई यसलाई तपाईँ भनेर बोल्दा असुविधा हुन्छ होला होइन अनि यसले चाहिँ के गर्छ भने कसैलाई के भन्नु छ भने अलिकति पुरै भन्नु छ भने त्यसले चाहिँ अलिकति कन्ट्रोल गरेर यसलाई चाहिँ कसैलाई होइन भन्दा पनि म झट्टै भनेर सक्दिनँ क्या म त्यो चाहिँ बरु आफ्नो मनमा पीडा बोके पनि म आफू गरेर बस्छु क्या म दुखाउँदिनँ म पुरै कुरा भन्नु छ भने उसले चाहिँ आधा मात्रै यसो भनेर अनि आधा चाहिँ मनमा उसले राखेर बस्छ कि म चाहिँ त्यो सक्दिनँ कि जे हुन्छ भनिदिने अनि तपाईँलाई चाहिँ उहाँको उसले भनिहाल्यो म प्याटै भन्छु भनिदिन्छु अनि यही मन नपऱ्यो भने यहीँ भनिदिन्छु मन गरे भने गर्छ नगरे गर्दैन रानी चाहिँ मलाई के मन पर्दैन भने नि यसको बारेमा म कति कुराहरू यसलाई भन्छु होइन त्यो कुराहरू चाहिँ यसले मान्छेहरू होइन जे जस्तो भए पनि त्यो मान्छेहरूको अगाडि किन छुच्चो अलिकति आफू बढी छुच्चो हुनु छोडिदे देखेको कुरा भनिहाल्छ यसले चाहिँ होइन अनि प्याच बोल्छ कतिजना कतिजनाले मसँग भनेको छ नि त होइन त्यो कुराहरू होइन के अरे कसरी मलाई भनेको छ क्या मैले हुन त यसलाई कतिचोटि भनिसकिरहेको छु यसले दिमागमा राखिराखेर मैले कसरी सङ्गत गरिस् शर्मिलासँग त कसरी टिकेको छस् अहिलेसम्म भन्छ क्या मलाई भन्छन् होइन होइन त्यो होइन भन्छन् होइन उनीहरूलाई पनि यसले प्याच प्याची भन्छ नि त त्यो भएर अनि म चाहिँ भन्छु त्यसको बानी त्यस्तै हो मलाई त बानी थाहा पाइसक्यो अब त मलाई त केही जस्तो लाग्दैन म आफूलाई चित्त नबुझेको कुरा त्यसले पनि थर्को खाइहाल्छ मेरो मुखबाट भन्छु कोही मान्छेहरूले मलाई के भन्यो भने त्यसले मलाई यसो भन्यो भनेर म चित्त दुखाएर मनमा कुरा राखेर बसिराख्नु किन राख्ने सङ्गत गर्नु मन लागेको गर्छ मन लागेको गर्दैन ती भन्दै सिक्यो भोलिपल्ट आएर बोले मलाई चाहिँ त्यस्तो उ गर्न मन अलिक लाग्दैन किनभने म चाहिँ अलिकति मित्रतामा अलिकति उ भएको कारणले गर्दा मलाई चाहिँ त्यति साह्रो छुच्ची भइहाल्न मन लाग्दैन होइन नचित्त नबुझेको कुराहरू त भनिन्छ त्यो रुइन्छ पनि कराइन्छ पनि मलाई चाहिँ अलिकति पितुर्के छु क्या म छिटो रुन्छु क्या मेरो आँखाबाट छिटो आँसु झर्छ होइन मलाई चाहिँ अर्को दुःख पनि हेर्न सक्दिनँ अरूले अलिकति दया लाग्ने कुराहरू गर्यो भनेदेखि त नाइ आफूसँग नहोस् बरु मसँग म नाङ्गे भन्यो हो म तँलाई उ गर्ने बानी चाहिँ मेरो थियो क्या मसँग भए होस् नभए नहोस् मैले ऋण खोजेर हुन्छ के गरे हुन्छ मैले उसकोलाई सम्पूर्ण गरिदिनु पर्ने टाइपको मान्छे परे क्या म चाहिँ अनि त्यो भएकोले गर्दा अलिकति पितुर्के छु क्या म त्यही भएको छिटो आँसु झर्छ क्या मेरो कति वर्ष भयो सङ्गत गरेर 24-25 वर्ष 22 वर्षले मान्दैन मेरो बाबुलाई मैले स्कुल हालेको थिइनँ होइन अब छोराले मास्टर गर्ने भइसक्यो भनेपछि त भनेपछि अहिलेसम्म अब हाम्रो सम्बन्ध यतिकै अब युङमा त हाम्रो उमेर ऊ भयो भने अब बुढेसकालमा त हामी किन झगडा गर्ने किन रिसिभी गर्ने अब त झन् हामीलाई साथी चाहिन्छ अब झन् हामीले एक अर्काको सपोर्ट चाहिन्छ होइन त्यस्तो बेलामा हामीले किन रिस गर्ने भन्नु त अब बुढेसकालमा त्यो घमण्डी गरेर नबोलेर मान्छे यता फर्केर उता फर्केर चाहिँ सुहाउँदैन के जुन बेलामा हामीलाई घमण्ड गर्नु थियो उसको रूपको उसलाई थियो होला मेरो मलाई थियो होला एकताका त हुन्छ नि होइन हामीलाई त्यस्तो बेलामा पनि कहिले अहिले झन् किन गर्ने आफ्नो आफ्नै खानुपर्छ आफ्नो लाउनु पर्छ अब कहिले काहीँ भनेको त सरसाबाट भनेको त देशलाई पुगेको छैन सरकारलाई पुगेको छैन भने हामी जनतालाई त के पुग्थ्यो होइन र पनि अब त्यस्तै हो
हजुर। तर इन्डाइरेक्ट तरिकाले भन्नुपर्दा अब डाइरेक्ट त गरेँ तर यसपालि कोरोनाको टाइममा होइन हामी मान्छेहरूले मिडियामा देखाए होइन मान्छेले मिडियामा देखाएको मात्रै सपोर्ट गरेको हुँदैन तर मैले पनि धेरै सपोर्ट गरेँ होइन तर मैले मिडियामा ल्याउन चाहिनँ है मैले धेरैलाई सपोर्ट गरेको छु मैले धेरैलाई सपोर्ट गरेँ हरूलाई मैले अलिकति दुःख पाउनेहरूलाई मान्छेलाई मैले धेरै सहयोग गरेको छु तर मैले अब त्यो खिचेर त्यो फोटो राखेर त्यो मात्रै काम छैन होइन त्यो गरेर पनि मैले सहयोग गरेँ भनौँ न। एकदम रमाइलो कुराकानी भइरहेछ तर अन्त्यतिर छौँ हामी कार्यक्रमको। अब दुईजनामा होइन शर्मिला दिदीले बिमला दिदीको क्यारिकेचर बिमला दिदीले शर्मिला दिदीको क्यारिकेचर गर्नुहोस्। यसले के गर्छ भनेदेखि अहिले मलाई घरमा गएर फेरि बाटोमा गएर नकरा यसो नगर भन्ने होइन यो छुच्ची भनेर गर्छ कि त नकर के तेरे उता नकर बढी बोल भनेर कता भनेर गरेर दारा किप्छ के यसले यति है। हेलो ए के भन्छ र त पाउने हैन ल आइज बस आइ म भएपछि छिटो आइज है ल ल म फोन राख्छु ए भन्छ तासी भन्न मिलेन गाडी हाल्छ नि भन्छ। दिदी त अलरेडी यसै राम्रो आर्टिस्ट हुनुहुन्छ टिकटकमा पनि एकदम धेरै देखिनुहुन्छ नि कसरी टाइम म्यानेज गर्नुहुन्छ अब उता सुटिङ पनि घरमा यस्तो हुन्छ हामी अब अहिले त लकडाउनले गर्दाखेरि त्यसै फ्री भएको थियौँ होइन घरमा बसेर मेकअप गऱ्यो अरे अलिअलि हल्का फुल्का अनि टिकटक बनाउने घरको मात्रै होइन हामीले जङ्गलतिर कता कता आउँदैछ अनि त्यो भुतै चढे जस्तै के टिकटकमा मलाई टिकटक फेरि एकदम मनपर्छ जसले जेसुकै भने पनि टिकटक चाहिँ मनपर्छ होइन अनि सुटिङमा जाँदाखेरि अब मेकअपहरू हुन्छ सुटिङको ड्रेसहरू लुगाहरू लगाएको हुन्छौँ अनि त्यो सिनहरू राम्रो देखिन्छ अनि त्यतिखेर आफ्नो सुटिङ नभएको टाइम पारेर एउटा गीतमा गरिहालौँ न भने अनि हतार हतार गऱ्यो अनि फेरि आफ्नो काममा आयो त्यस्तो गरेर टिकटक बनाउन टिकटकको चाहिँ ठुलो फ्यान नै हो म। हजुर पक्का आएको होला होइन हामी सँगसँगै हो टिकटक बनाइन्छ घर बस्दा पनि बनाइन्छ घर बस्दा पनि बनाइन्छ सुटिङमा बाहिर हिँडेको बेला पनि बनाइन्छ यसो फुर्सदमा कतै यसो दुईजना साथीहरू भेटियो भने पनि बनाइहालिन्छ। अब अहिले नाम चलेका कलाकारहरूले पनि मलाई चाहिँ के भन्नु हो भने शर्मिलालाई कसले चिन्दैन शर्मिला शर्मा भनेको भन्दाखेरि कसले चिन्दैन तपाईँहरू जस्तो मान्छेले पनि टिकटक बनाउने हो शर्मिलाजी यस्तो राम्रो हुँदैन कलाकारले टिकटक बनाएको सुकेको डाँडातिर गएर नाच्न राम्रो हुँदैन भन्ने कलाकारहरू पनि अहिले टिकटक 5 टिकटक बनाएर राख्नुहुन्छ क्या उहाँहरूले अझ पोस्टै गरिदिनुहुन्छ हेर्नु ल भनेर अनि टिकटक नबनाउने भन्ने त कोही पनि छैन नि अहिले मनोरञ्जन हो होइन त्यो मनोरञ्जन गर्नलाई चाहिँ उमेरले छेक्दैन नि त बुढेसकाल भन्ने कुरै आउँदैन क्या त्यसमा बच्चादेखि लिएर बुढोसम्म त एउटा सङ्गीतले मान्छेलाई उजागर गर्ने एउटा शक्ति प्रदान गर्छन् भन्छ होइन अन्त त्यो भएकोले गर्दाखेरि हामीले चाहिँ 24 घन्टा टिकटक बनाएर चाहिँ बसिँदैन तर हामीलाई मन परेको गानाहरूमा चाहिँ हामी टिकटक बनाउँछौँ क्या। अब यो लकडाउनको अवस्थामा यो लकडाउनको बेलामा त यो टिकटक नभएको भए त मान्छे त कति डिप्रेसन भएर मर्थ्यो होला नि कि अझ कोरोनाले भन्दा नि मान्छे डिप्रेसन भएर मर्थ्यो कि किनभने टिभीमा पनि केही मनोरञ्जन छैन फिल्म पनि केही छैन त्यो पहिलाचोटि हेरेको फिल्म कतिचोटि रिपिट गरेर हेर्ने हिन्दी फिल्म कति हेर्ने हिन्दी नहेर्नुहोस् नेपाली मात्रै हेर्नुहोस् भन्छन् नयाँ कुनै हेर्न पाइँदैन पुरानो मात्रै रिपिट दिएको हुन्छ अब हिन्दी पनि पुरानो नयाँ रिपिट दिइरहेको हुन्छ इन्डियाले त सिरियल पनि दिइरहेछ नि त उहाँहरूले त हेर्न पाइराख्नु भएको छ सबैजना हाम्रो त लकडाउन पछि कुनै सिरियलहरू पनि छैन नि नयाँ केही छैन अब एउटा दुइटा मेरी बासाहरू यस्तोहरू मात्रै अलिअलि आइरहेको छ के गर्ने भन्दा त मान्छेको त घरमा बसेपछि त टिकटक भएपछि त भयो नि एकअर्काले उता साथीसँग पनि भेट हुँदा पनि यसो भयो दिमाग पनि फ्रेस पाएन एउटा के अरे दिमागलाई हामीले फ्रेस बनाउन पाइयो नि त टिकटक त एकदम राम्रो हो मलाई त मनपर्छ टिकटक एकदम राम्रो तर नबस्ने तरिकाले बनाउनु भएन अब हामीले चाहिँ अलिकति सोबरै बनाइन्छ होइन घर फ्यामिली हेर्ने गरेर साथीभाइले इष्टमित्रले हेर्ने गरेर हेर्दा पनि ओहो राम्रो गरेछ भनेर अब राम्रो नहोला हामीले पनि राम्रो गरेको छौँ भन्दैनौँ अब फिल्ममा पो सिरियलमा पो डाइरेक्टरले जे गर्छ हिरोनी भएर हिरोनी जस्तै गरेर हिन्दी फिल्ममा नि एक्टिङ गर्न पाइयो नेपाली पनि गर्न पाइयो नाच्न भ्याइसक्यौँ नि नाच्न भ्याइसक्यौँ अब अमिताभ बच्चनदेखि ल्याएर सलमान खानसम्म यहाँ राय सामानदेखि ल्याएर के अरे निखिल उप्रेतीसम्म नाच्न भ्याइसक्यौँ नि हामी त सबैसँग भ्याइसक्यौँ नि सँगै टाँसेर पो नाच्न भ्याइसक्यौँ। अहिले आएको नयाँ फुच्ची बहिनीहरू हेर्नु त नानीहरूले गीत उनीहरूको गीतमा हामीले लिपसिङ गर्नु भनेको त होइन अब केही छुट्टै कुरा अथवा यस्तो कुराहरू चाहिँ गए अझ राम्रो हुन्थ्यो भने केही कुरा छ भने मैले हजुरबाट
छुटेको कुराहरू त अब कति छन् अब भनेर साध्य पनि हुँदैन। बहिनीको पनि टाइम हुनु पर्यो। अब आज जति सकेको सकौँला, कुनै दिन फेरि मनमा फेरि जम्मा गरेर आउँला, यसको भटास फेरि फरुम्ला। गीता बहिनी ल हाम्रो अलिकति बाँकी छ, अस्ति त अलिकति मात्रै गयो, अब अलिकति बाँकी छ बहिनी, ल कुन दिन हामी पोख्ने फेरि भनेर सल्लाह गरौँला नि फेरि। मेरो पनि त्यही हो। मेरो पनि अब भन्ने कुराहरू त धेरै छन् होइन। अब भन्दै समयले टाइमले पनि साथ दिँदैन। अब मनको कुरा मनमै रह्यो। अब अर्कोचोटिलाई पोखौँला। हजुर, यहाँसम्म आएर आफ्नो व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो, एकदम धेरै धेरै धन्यवाद। हामीलाई पनि यहाँसम्म बोलाएर होइन, हामी दुईजना पार्टनरको इन्टरभ्यू दिएर यति रमाइलो माहौल बनाइदिनु भयो, कुराहरू राख्ने मौका दिनुभयो होइन। अब भोलिको दिनमा अब इन्टरभ्यू हेर्दाखेरि अब हेरौँ कस्तो हुँदो रहेछ। अब इन्टरभ्यू चाहिँ हामीले पनि यसो हेर्न पाउनु सुन्न पाउनु पर्छ है। कोरोना चाहिँ हामीलाई नलागिहाल्छ। कोरोनाको कुरै नगरौँ। कोरोनाले खास भनौँ भने अब एउटा मनको डर तरास मात्रै रहेछ होइन। आखिर भोलि रुगा लागेर अलिकति यहाँ घाँटी खसखस हुने बित्तिकै मलाई कोरोना भइहाल्छ क्या। अब पहिला पनि त त्यो त भएको थियो नि त। पहिला चाहिँ हामीलाई मलाई अब पहिला है एकचोटि यो घाँटी खसखस गरेर मलाई खोकी लागेर सुक्खा टाइपको खोकी कतिसम्म मलाई जाति नै भएन। आजभन्दा कति 7-8 वर्ष अगाडि होइन। पछि आफै जाति भयो। त्यतिखेर चाहिँ क्यान्सर भयो भने पनि यस्तो हुन्छ भन्ने हल्ला पनि सुनिन्थ्यो होइन। अब अहिले चाहिँ त्यो हुनु हुँदैन अरे, कोरोना अरे। खोइ के हो हाम्रो नेपालको कोरोना हो थाहा छैन। अब हाम्रो नेपालको सुपरस्टार मन दाई के अरे हरि दाईलाई लागिरहेको भएर उहाँको छिटो स्वास्थ्य लाभको कामना गर्नुहोस् दाई भाउजूलाई। अब हाम्रो त्यही शुभकामना। अब के भन्नु होइन, त्यही त पनि। अब सबैजना भेट्न जानु पनि यस्तो बेलामा जान पाइन्न। कसैले नलागोस् यो कोरोना भन्ने चिज चाहिँ भनौँ न होइन। पहिला जस्तो थियो त्यस्तै नर्मलमा आइदियोस्। हामी पहिलाको जस्तो नर्मल तरिकाले कहिले हिँड्ने होला जस्तो मान्छे देखेर मान्छे भागेर हिँड्नुपर्ने समय छ अहिले होइन। त्यो भएको भएर खोइ के हुन्छ कसो हुन्छ। औषधि बन्ने पनि त औषधि खाएर सुई लाएर हुन्छ कि कसो गरेर हुन्छ। एउटा माहौल छिटो जन्थ्यो नि त होइन पहिला जस्तै। अब त हेर्नु त अब मान्छे त्यहाँ जाने ला यसलाई त कोरोना छ कि त्यसो गरेर हिँड्नु पर्ने बेला भएको छ। हिँड्नु पर्ने बेला भएको छ हो। त्यस्तो समय आयो। अनि यो के समय आएको हो कि यो प्रलय हुन लागेको हो कि के हो केही बुझ्न सकेको छैन है। धेरै धर्मती भएर होला। हजुर, आजको बसाइबाट अब हामीले बिदा लिने बेला भइसकेको छ। पक्कै आज एकदमै रमाइलो कुराकानी भयो। तपाईँहरूलाई पनि रमाइलो नै लाग्नेछ यो हेर्नु होला एकपल्ट। अब अर्कोपल्ट हामी एकजना अतिथिको साथमा फेरि पनि आउनेछौँ। त्यतिन्जेलसम्मलाई बिदा दिनु। हवस्, नमस्कार।